क्या खतरा सिन हाम्रो 9 बजी के अरे मर्निङ बिहानै 9 बजी 9:30 बजी भयो होला होइन हामी दुईटाको कस्तो खतरा सिन आजको यति हिँड्दा त कति हामी 3 मिनट 4 मिनट हिँड्यौँ होला यतिखेर त थाकेर हामी दुईजना थाकेर है गुड मर्निङ सबैजनालाई गुड मर्निङ मर्निङ हेर्नु अनि हिमाल चढ्नु पर्यो भने के होला मेरो हाला बोलिदिनु पर्यो छुना बोलिदिनु पर्यो मेरो के च्यानलमा होला मेरो हाला मेरो च्यानलमा बोलिदिनु पर्यो ल मेरो छोरीको च्यानलमा सबैजनालाई स्वागत छ सबैले माया गरिदिनु होला प्लिज ल अब उसको पनि छिट्टो वाचिङ टाइमहरू सबै पुऱ्याउने सब्सक्राइब 1000 सब्सक्राइब पुऱ्याउने है गाइज सबैजना उसले राम्रो राम्रो भिडियो बनाउने कोसिस छुनाको सङ्गतले राम्रो हुन्छ भने आई होप ओके छ त ल कस्तो दामी सिन सुम्लीमा छुना र म चाहिँ भुटखेल पार्कमा छु मैले है बिहानको 9:30 भयो हाम्रो वकिङ चाहिँ यतिखेर अल्छीहरू छ अल्छी दाब्नुहरू क्या खतरा भ्यू भएर रहेछ म त कति भएको थियो नआएको है छुनासँग आएको गाइज नमस्ते सेवा छुना कहाँ गएर बस्नुभयो तल गएर बस्नुभएछ मेरो पनि नयाँ युट्युब च्यानल सबैले माया गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् मेरो छुनाउ त्यहाँ गएर पसिना 2 मिनट हिँडाउनु पर्छ पसिना चुरुरु हेल्दी मान्छे 2 मिनट उ गर्नु हिँडाउनु पर्छ पसिनाले झुरुरु हुनुहुन्छ के गर्ने काम छैन मेरो छुनाको बिहानै उठाएर हिँडाम भनेको ल योगा गर्नु बिहानै त्यही भएर ल्याउनु खोजेको तपाईँलाई मैले कति हुन्छ मान्छे खाली नै हुन्छ ल मेरो छुना मेडिटेसन गर्न थाल्नुभयो अब चाहिँ सुम्नीमा खालिङ मेडिटेसन गर्न थाल्नुभयो डेली ब्लग आउँछ हाम्रो पनि अब चाहिँ जे गरेको के गरेको हुन्छ हामी दिनमा के गरेको हुन्छौँ हाम्रो एक्टिभिटी आउँछ है यसो गर्ने हो यहाँ गर्दा है नमो लगात चोचे सँगै लगात चोचे छे लगात चोचे गुदुम लगात चोचे सोचिन चोचिन चची छ नि पाओ मन पचन जिजी ओ मर पचन ओ मर पचन जिजी भन्ने लामो संस्कृति छुना ध्यानमा हुनुहुन्छ म थोरै अरू भिडियो लिन्छु है हामी घुम्दैछौँ गाइज बोका देखाइदिनु भनेको बोकै छैन रहेछ यहाँनिर त एक जोडी थियो खै कता गयो भाग्यो बोका देखाइदिउँ भनेको सुम्लीमा खालिङ छुना र म मात्रै यहाँ त भयो अहिले त हाम्रो चाहिँ यस्तै छ हामी पनि के कम हामी पनि भ्लग बनाउन सिक्दैछौँ नि होइन हाम्रो पनि छोटो भ्लग आउने छ भनेर बनाउने होला नि के मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई सेवा नमस्ते मेरो छुना हुनुहुन्छ है हामी घुम्नु आएको योगा गर्दै हुनुहुन्छ उहाँ मेडिटेसन गर्दै हुनुहुन्छ है हामी भुटखेल पार्क कस्तो राम्रो सिन छ आजको है खतरा सिन छ भुटखेल चौरमा छौँ हामी है कस्तो राम्रो सिन छ हेर्नुहोस् हजुरहरू पनि आनन्द लिनुहोस् हरियाली भुटखेल चौरको हार्मोनियम हाउजिङ हो त्यो पारी देखिएको यो आमा लेखेको पार्क हो राम्रो छ यहाँनिर हजुरहरू पनि आउनुहोस् आनन्द लिनुहोस् आँखालाई आनन्दी हुन्छ अघि नै आउने भनेको छुना उठ्न सक्नु भएन सुम्लीमा छुना अनि अहिले मात्र उठ्नुभयो अनि जाम बनेको ल नि त भनेर भन्नुभयो बिहानै आएको भए कस्तो राम्रो हुन्थ्यो झन् है आछु मेरो पनि नयाँ च्यानल हो सब्सक्राइब गरिदिनुहोस् म पनि छोटो भ्लगहरू छोटो भिडियोहरू लिएर आउनेछु मलाई पनि माया गरिदिनुहोस् छुना यहाँ हुनुहुन्छ कस्तो कालो देखियो छुना यहाँ हुनुहुन्छ छुना केही बोलिदिनुहोस् हजुर पनि केही बोलिदिनुहोस् बोल्नु नसक्ने स्थितिमा छु ध्यान गरिरहेको छु केही बोल्ने स्थितिमा छैन रे बोलिहाल्नु भयो ध्यान गर्ने मान्छे हेर्नुहोस् त यहाँ घोर से फोन चला रहे ध्यान कर रहे यो चराको आवाज कस्तो खतरा ठाउँ छ तपाईँलाई मैले कस्तो पिसफुल ठाउँमा ल्याएको छु छुना होइन मैले हिजै त्यही भएर जाम भनेको हजुरलाई पिसफुल ठाउँ छ नि पिसफुल ठाउँ छ क्या खतरा छ चराहरू है के हो के योभन्दा राम्रो भिडियो आउनेछ हाम्रो सुम्लीमा खालिङमा पनि मेरोमा पनि सेफर राईमा पनि सब्सक्राइब गरिदिनु ल
सुम्निमा छुना र म आज भुटखेल पार्कमा छौँ। हाम्रो आजको दिन यसरी स्टार्ट भएको छ है। हजुरहरूलाई म सबै आजको देखाउँछु। हामी भुटखेल पार्क घुम्न आएछौँ। उहाँ मेडिटेसन गर्दै हुनुहुन्थ्यो, उहाँको भिडियो खिच्दै अनि उहाँलाई मैले भिडियो कस्तो छ भनेर भनेको, वाउ राम्रो छ भनेर हेर्दै हुनुहुन्छ है। एकछिन नाच्छु न, म उता खिच्न लागेको यहाँको भएछ।